नमस्कार। कार्यक्रम सेफ माइग्रेसनको चौथो संस्करणमा हार्दिक स्वागत छ। दर्शक महानुभाव, नेपालको सर्वाधिक लोकप्रिय टेलिभिजन च्यानल कान्तिपुरबाट हाम्रो कार्यक्रम सेफ माइग्रेसन प्रसारण हुन थालेपछि संसारभर छरिएर रहेका नेपालीहरूको ध्यानाकर्षण भएको छ। कार्यक्रमले उठाउने हरेक विषय आफैसँग जोडिएको अनुभूति भएको र आफ्नो पीडा सम्बोधन हुने अपेक्षा रहेको हजारौं प्रतिक्रियाहरू आइरहेका छन्। हाम्रो चाहना पनि यही हो। दर्शकवृन्द, हामी चाहन्छौँ यो कार्यक्रम तपाईलाई वैदेशिक रोजगारीले दिएको चोट पिसेक पार्ने ओखती बनोस्, तपाईको पथ प्रदर्शक बनोस् र तपाईलाई हरेक जोखिमसँग जुझ्न सक्षम बनाओस्। सँगै हाम्रो विनम्र अनुरोध पनि छ, जो वैदेशिक रोजगारीको प्रक्रियामा हुनुहुन्छ तर देश छोडिसक्नु भएको छैन भने कृपया हामीसँग एकपटक सल्लाह लिनुहोस्। हाम्रो सल्लाहले तपाईलाई तपाईको सम्भावित जोखिमहरू चिनाउँदछ र त्यसलाई कम गर्न मद्दत पुर्याउँदछ। अब कार्यक्रममा आजको विषयवस्तु। आरम्भमा कार्यक्रमको सार संक्षेपमा। अहिले तपाईले समावेश कार्यक्रमको संक्षिप्त रूप हेर्नुभयो। अब भने साप्ताहिक अपडेट। व्यवसायीहरूले श्रम स्वीकृति लिन बन्द गरेपछि वैदेशिक रोजगारीमा जान उन्नाएका हजारौं नागरिकहरू काठमाडौँमा अलपत्र परेका छन्। गङ्गबुस, सामाखुसी, कलङ्की, सुन्दारा, गोसल्ला लगायत छरिएर रहेका विभिन्न होटल तथा लजहरूमा बसिरहेका उनीहरू बेखर्ची परेर अलपत्र परेका हुन्। सङ्घको निर्देशनमा फागुन 23 गतेदेखि व्यवसायीहरूले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छैनन्। साप्ताहिक अपडेटमा समावेश यो सामग्रीपछि अब वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन सामी परियोजनाको जानकारी कम्पनी प्रोफाइलको यो खण्डमा। वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन सामी परियोजनाको स्थापना वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने अभिप्रायका लागि भएको हो। नेपाल सरकारले राखेको यो लक्ष्य प्राप्तिका लागि सरकारी र गैर सरकारी तवरबाट देशका कुल 18 जिल्लामा सामी परियोजना क्रियाशील रहेको छ। वैदेशिक रोजगारमा जान इच्छुक भएको अथवा बाध्य भएको अथवा आफूलाई नगई नहुने अवस्था, रोजगारीका लागि नगई नहुने अवस्था सृजना भएको छ भने त्यस्ता व्यक्तिहरू, त्यस्ता युवा युवतीहरूलाई वैदेशिक रोजगारमा जाँदाखेरि थाहा पाउनु पर्ने कुराहरू के हुन्, के थाहा पाएर जानुपर्छ, त्यसका प्रक्रियाहरू के हुन्, त्यो कुराहरूको बारेमा जानकारी दिने, त्यसलाई चाहिँ एक्सेस टु इन्फर्मेसन अङ्ग्रेजीमा भनिन्छ, अर्थात् सूचनाको पहुँच बढाउने। श्रम तथा रोजगार मन्त्रालय र हेल्वेटा स्विस इन्टर कोअपरेसनद्वारा संयुक्त रूपमा सञ्चालित यो परियोजना 2017 जुलाईसम्म क्रियाशील रहनेछ। स्विस सरकार विकास सहयोगको सहयोगमा सञ्चालित परियोजनाले वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरूलाई अधिकतम सुरक्षित र लाभदायी प्रतिफल दिलाउने मुख्य लक्ष्य लिएको छ। परियोजनाको समन्वय र व्यवस्थापन गर्न केन्द्रीय र जिल्ला स्तरमा समिति गठन गरिएका छन्। कामदारलाई वैदेशिक रोजगार सम्बन्धी सत्य तथ्य सूचना र पीडितलाई न्यायमा पहुँच पुर्याउनु, त्यस्तै सिपका लागि सहजीकरण गर्नु र सरकारवाला सरकारी तथा निजी क्षेत्रका संयन्त्रहरूको क्षमता अभिवृद्धि गर्नु पनि परियोजनाको मुख्य कार्य हो। परियोजनाले दाङ, कास्की, नुवाकोट, सिन्धुपाल्चोक, उदयपुर, सिराहा, महोत्तरी, सिन्धुली र झापामा परियोजना समन्वय इकाइ मार्फत र खोटाङ, सर्लाही, रामेछाप, नवलपरासी, सुनसरी, कैलाली, धादिङ, धनुषा र सप्तरीमा परियोजना व्यवस्थापन मार्फत निशुल्क सूचना तथा परामर्श दिइरहेको छ। वैदेशिक रोजगार व्यवसायीहरूले कार्यालय बन्द गरी आन्दोलन गरेको 3 हप्ता पुग्न लाग्दासम्म समस्या समाधानको लागि प्रयत्न हुन सकेको छैन। पछिल्लो समय प्रहरीले व्यवसायमा छापा मारेको विरोधमा व्यवसायीहरू आन्दोलित भएको भनिए तापनि खासमा यो आन्दोलनको मुख्य उद्देश्य निशुल्क भिजा र टिकटको निर्णयलाई परिमार्जन गर्न दबाब दिनु नै हो। आखिर के हो त निशुल्क भिजा र टिकटको यथार्थता? यसको लाभ हानि के छन् र अबको निकास के हुन सक्छ? एक रिपोर्ट। तात्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको कार्यकालमा गरिएको यो निर्णय तात्कालीन सरकारको साख मात्रै बनेन।
यसले आम नागरिकमा लोकप्रियता समेत कमाइदियो। कारण यही हो कि अहिलेको सरकार न त यो निर्णय परिमार्जन गर्न सक्दछ न त व्यवसायीहरूले खुलेर नै विरोध गर्न सक्दछन्। यति धेरै प्रभाव छोड्ने यो निर्णयको पृष्ठभूमि के थियो त? निशुल्क भिसा र टिकटको निर्णय हुनु पूर्व कायम रहेको लागत तात्कालीन सरकारले 2060 साल वैशाख 24 गतेदेखि लागू गरेको थियो। निर्धारण गरिएको लागतमा मलेसियाको लागि 80,000, साउदी अरेबिया, युएई, कुवेत, बहराइन र ओमानलाई 70,000 र कतारलाई अधिकतम 20,000 सम्म लिन पाउने व्यवस्था गरिएको थियो। तर अधिकांश कामदारले तोकिएको लागतमा उड्न पाइरहेका थिएनन्। आश्चर्यजनक कुरा के हो भने सरकारले उल्लेखित लागत निर्धारण गरेको बेलामै मध्यपूर्वका कतार, साउदी, युएई र बहराइन लगायतका देशहरूले कामदार आयात गर्दा सम्बन्धित कम्पनीले कामदारको सम्पूर्ण खर्च बेहोर्नुपर्ने नियम नै बनाइसकेका थिए। यसो हुँदाहुँदै नेपाल सरकारले उल्लेखित लागत निर्धारण गर्दा केलाई आधार मानेको थियो भन्ने यकिन हुन सकेको छैन। श्रम तथा रोजगार मन्त्रालयका एक उच्च अधिकारीको बुझाइमा तात्कालीन सरकारले अन्तर्राष्ट्रिय अवस्थाको अध्ययन नगर्दा त्यस्तो त्रुटि हुन गएको हो। यसले गरिब कामदारलाई शोषण गर्ने कार्यमा स्वयं सरकारले नै सजिलो बनाइदिएको देखिएको छ। कसरी फ्री भिसा र टिकटको निर्णय गरियो त? कामदारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्नु पर्ने नियमका बारे सरकारी निकायलाई 2014 को जुनमा मात्रै थाहा भयो, जुन बेला नेपाल सरकारको प्रतिनिधित्व गर्दै एक उच्चस्तरीय टोली मध्यपूर्वका विभिन्न देशहरूको भ्रमणमा गएको थियो। सम्बन्धित देशका अधिकारीहरूको छलफल हुँदा मात्र यो कुरा खुल्न आएको हो। यसैलाई टेकेर टेकबहादुर गुरुङको पालामा निर्णय र कार्यान्वयन एकैसाथ गरियो। तर सेवा शुल्क बापत 10,000 रुपैयाँसम्म लिन पाउने व्यवस्था भने कुनै अध्ययन नै नगरी गरिएको थियो। कामदार मागमा के असर परेको छ? निशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन भए यता 2,51,867 पटक अन्तिम श्रम स्वीकृति दिइएको छ। तर निशुल्क भिसा र टिकटको आधारमा अन्तिम श्रम स्वीकृति लिनेहरूको संख्या 1,40,312 मात्र रहेको छ, जुन कुल अन्तिम श्रम स्वीकृति लिनेको संख्याको 55.70% मात्रै हो। निशुल्क भिसा र टिकटको निर्णय भए यता मलेसिया लगायत मध्यपूर्वका देशहरूबाट आउने कामको मागहरूमा 50% कमी आएको छ। यसको सबैभन्दा बढी असर मलेसियालाई परेको छ, जहाँबाट 85% कामहरू कटौती भएका छन्। पछिल्लो समय मलेसियाले बङ्गलादेश लगायतबाट कामदार ल्याउने निर्णय गरेपछि नेपालीहरूको लागि रोजगारीको अवसर गुम्न सक्ने संकेत देखिएको छ। राजस्वमा परेको असर। आन्तरिक राजस्व विभागका अनुसार निशुल्क भिसा र टिकटको निर्णय लागू हुनु पूर्व वैदेशिक रोजगार व्यवसायको क्षेत्रबाट आर्थिक वर्ष 71-72 मा 15 करोड राजस्व उठेको थियो। चालु आर्थिक वर्ष 72-73 को फागुनसम्म 10 करोड राजस्व सङ्कलन भएको छ। यो प्रति मेन पावर 1,32,275 मात्रै हो। अधिकारीहरूका अनुसार सरकारलाई बुझाउने करमा मेन पावर व्यवसायीहरूले छली गरिरहेका छन्। निशुल्क भिसा र टिकटको निर्णयबाट कामदारले कहिल्यै लाभ उठाउन सकेनन्। उल्टो जति निशुल्क कामहरू आउँछन् त्यसमा कामदारहरू झन बढी ठगिएका छन्। सामान्यतया कामदारलाई निशुल्क वा कम शुल्कमा विदेश जान पाइन्छ भन्ने कुरा नै थाहा छैन। अधिकांशको मानसिकतामा मलेसिया भन्ने बित्तिकै 80,000 र खाडी राष्ट्रमा 70,000 भन्दा कम नतिरी जान पाइन्छ भन्ने छ। निशुल्क भिसा र टिकटमा जान पाउँदा खुसी नलाग्ने कुरा हुन्न। तर पनि कामदारलाई यहाँ भनिएको काम, तलब, सेवा सुविधा र विदेशमा आफ्नो सुरक्षाको प्रत्याभूतिको बढी अपेक्षा रहेको भेटिन्छ। त्यसैले सरकारले व्यवसायीहरूको माग सम्बोधन गर्न सेवा शुल्कमा वृद्धि गर्न खोजेको हो भने पनि खासै फरक नपर्ला। तर फेरि पनि कामदार ठगिने, भनेको काम, तलब, सेवा सुविधा नपाउने र जोखिमहरू यथावत नै रहने हो भने चाहिँ यसले गम्भीर प्रभाव पार्न नसक्ला भन्न सकिन्न। अब तपाईको सुरक्षा सम्बन्धी यो जानकारी। वैदेशिक रोजगारको क्षेत्रमा पाइलामा जोखिमहरू हुन्छन्, तर तपाईँ आफूलाई यस्तो कुनै जोखिम आइ नपर्ला जस्तो भ्रम पाल्नुहुन्छ। यस्तो किमार्थ होइन। दर्शकबिन्द आँखा चिम्मा गरेर हाम नफाल्नुहोस्।
यसबाट तपाईले भविष्यमा ठूलो मूल्य चुकाउनु पर्ने अवस्था सृजना हुन सक्छ। स्वदेशमा उत्पन्न हुने समस्यालाई त तपाई समाधान गर्न सक्नुहोला, तर विदेशमा तपाईसँग न तपाईको परिवार हुन्छ न तपाईको देश। तपाईलाई भाषा, कानून र साथ दिने साथीहरूको समेत कमी हुन्छ। अप्ठ्याराहरूसँग जुझ्न केवल तपाई एक्लो हुनुहुनेछ। त्यसैले जानकारी लिएर मात्र वैदेशिक रोजगारको प्रक्रिया प्रारम्भ गर्नुहोस्। यो सँगै हामी कार्यक्रमको अन्तिम खण्डमा आइपुगेका छौं। प्रस्तुत छ वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार सरोज कुमार पोखरेलसँग सुशील ढुङ्गानाले गर्नुभएको संवादको सम्पादित अंश। नमस्ते। सेफ माइग्रेसनको चौथो संस्करणमा आज मसँग वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार सरोज कुमार पोखरेल हुनुहुन्छ। म उहाँसँग वैदेशिक रोजगार व्यवसायीहरूले पछिल्लो समयमा गरेका आन्दोलनमा केन्द्रित रही छलफल गर्नेछु। स्वागत छ। धन्यवाद। वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन गरेको झन्डै 3 हप्ता पुग्न लाग्यो। आन्दोलनको पृष्ठभूमि के हो? किन गरियो यो आन्दोलन? वैदेशिक रोजगार क्षेत्रमा खास गरी अहिले पछिल्ला समयमा एकदम सुनियोजित ढङ्गले आक्रमण गर्ने प्रयासहरू भए विभिन्न क्षेत्रबाट, र यो व्यवसाय जसले मुलुकको रेमिट्यान्स जुन मुलुकले प्राप्त गरिरहेछ यस क्षेत्रबाट प्राप्त रेमिट्यान्सले चाहिँ यत्रो ठुलो इकोनोमीमा चाहिँ कन्ट्रिब्युसन गरेको, यत्रो अनइम्प्लोइमेन्टमा चाहिँ सहयोग गरेको, हामी चाहिँ लगभग 6 लाख युवाहरू वार्षिक रूपमा चाहिँ वैदेशिक रोजगारको निम्ति पठाइरहेका छौँ। यस्तो सेन्सिटिभ सेक्टर मुलुकको लागि यस्तो अपरिहार्य यस्तो सेक्टर जसले चाहिँ हामी प्राइभेट सेक्टरले नै भए पनि राज्यलाई जुन ढङ्गले हामीले कन्ट्रिब्युसन गरिरहेका छौँ यो क्षेत्रभित्र विभिन्न ढङ्गले आक्रमणहरू भए, नियोजित ढङ्गले आक्रमणहरू भएपछि हामी वास्तव बाध्य भएर आन्दोलन छ। आन्दोलनको मुख्य प्रकृति खास गरी यो आक्रमणसँग सम्बन्धित हो। हामीले लगभग 6 महिना पहिले पनि एउटा लामो आन्दोलन गऱ्यौँ। हामी 17 दिनसम्म आन्दोलनमा थियौँ र हामी सरकार बिचमा अन्तिममा एउटा सहमति बनाउँ र 31 बुँदे समझदारी गऱ्यौँ। हामीले सहमति गऱ्यौँ र तत्कालीन मन्त्रालयका सचिव र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घमा सहमति भयो र हामीले आन्दोलन टुङ्ग्यायौँ। त्यो 31 बुँदेको स्पिरिट के थियो भने यदि वैदेशिक रोजगार क्षेत्रमा हामीले उठाएका जे विषयहरू थियो त्यो बेलामा यी विषयहरूमा अध्ययन गरेपछि त्यो अध्ययनका आधारले फेरि भविष्यको गोरेटो निर्माण गरौँला, नयाँ पोलिसीहरूमै फेरबदल गरेर जानुपर्छ भने जाउँला भन्ने हाम्रो स्पिरिट थियो त्यो बेलामा। र स्पेसल्ली त्यो बेलामा एउटा फ्री भिसा र फ्री टिकट को इस्यु असाध्यै चर्चित थियो, गम्भीर थियो र तत्कालीन राज्यमन्त्रीज्यूले जुन नयाँ पोलिसी ल्याउनु भयो हामीले के भनेका थियौँ भने फ्री भिसा र फ्री टिकटको हामी विरोधी हुन सक्दैनौँ, हामी हुँदैनौँ। नेपाली कामदारहरूले फ्रीमा विदेशमा वैदेशिक रोजगारको निम्ति जान पाउनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो। तर यो कुरालाई अगाडि बढाइरहँदाखेरि यसले पार्ने सम्भावित जोखिमहरूको विषयमा पनि हामी अध्ययन गरौँ, यसमा छलफल गरौँ र यो जति सेन्सिटिभ विषय हो यसमा यति छोटो छलफलबाट गरिने निर्णयले यसले दूरगामी महत्त्व राख्छ। त्यसले गर्दा अहिले हामी यो विषयमा विस्तारो अध्ययन गरेर अगाडि बढ्यौँ र हामी सरकारलाई सहयोग गर्न तयार छौँ यो विषयमा। तर हिजोको जे ट्रेन्ड छ हामी नेपाली कामदार मात्रै ती मुलुकहरूमा गन्तव्य मुलुकहरूमा पठाइरहेका छैनौँ। हामी जस्ता 18वटा मुलुकसँग हामीले प्रतिस्पर्धा गर्नुपर्छ कामदार पठाउनु, र त्यो विषयलाई हामीले यहाँ गर्ने निर्णयले हामी यहाँ त निर्णय गर्छौँ फ्री भिसा र फ्री टिकट सर्भिस चार्जको निर्णय गर्छौँ, तर ती मुलुकहरूबाट चाहिँ वास्तविक रूपमा फ्री भिसा फ्री टिकट र सर्भिस चार्जसहित हामीले पाउनै सक्ने अवस्था छ कि छैन यस विषयमा सम्भाव्यता अध्ययन पनि गरौँ, ती मुलुकका सरकारहरूसँग डायलग गरौँ र हामीले जोड केमा दिएका छौँ भने पहिले हामी ती मुलुकहरूसँग श्रम सम्झौता गरौँ, MOU गरौँ र त्यही नै हामीले प्रश्न व्यवस्था गरौँ नेपाली कामदारलाई फ्री भिसा फ्री टिकट र सर्भिस चार्ज समेत त्यहाँबाट चाहिँ कम्पनीहरूले प्रोभाइड गर्नुपर्छ भन्ने हाम्रो मान्यता थियो। हामीले चाहिँ यही सरकारको यो कदमलाई हामी सहयोगी भएरै अगाडि बढ्छौँ, तर अहिले हतारमा हामी निर्णय नगरौँ भन्ने हाम्रो चाहना थियो। तर सरकारले त्यो ढङ्गले ल्याएपछि हामी आन्दोलनमा गयौँ। आन्दोलन गएपछि हामी एउटा ठाउँमा आएर नेगोसिएसन गऱ्यौँ र 3 महिनाभित्रमा ती गन्तव्य मुलुकहरू भिजिट गर्ने र भिजिट गर्दाखेरि त्यहाँको रियालिटी यदि नमिल्दो रहेछ निर्णय भने त्यो निर्णयबाट हामी ब्याक सर्ने र अब त्यति बेला फ्री भिसा मात्रै हुनसक्छ कि फ्री भिसा फ्री टिकट हुनसक्छ कि या त सरकारले फ्री भिसा गरेर टिकटलाई छोडिदिनुपर्छ कि ती यावत विषयमा हामी चाहिँ निर्णय गर्ने कार्यदल बनाएर भन्ने हाम्रो सहमति थियो। कार्यदल पनि झारो टार्ने हिसाबले उहाँले बनाउनु हो,
तर त्यो कार्यदलको मिटिङ पनि कल गरिएन कहिले पनि। दोस्रो विषय कुनै मुलुक भिजिट गरेर त्यसको बारेमा अध्ययन गर्ने काम पनि भएन। त्यसैलाई लागू गरेर गएको अवस्था छ र प्र्याक्टिसमा अहिले के देखियो आखिर त्यसले भन्दाखेरि नेपालीहरूको सबैभन्दा ठुलो रोजगार गन्तव्य मलेसिया, जहाँ 1,60,000 वार्षिक रूपमा नेपाली कामदारहरू जान्थे भने आज त्यहाँ लगभग 90% भन्दा कम जाने स्थिति भयो। बढी रेमिटेन्स भित्रिने देश, सबैभन्दा बढी रेमिटेन्स भित्रिने हाम्रो डाटाले पनि देखाउँछ। सबैभन्दा बढी रेमिटेन्स भित्राउने मलेसियामा 90% कामदार कटाइदिएको अवस्था छ र वार्षिक रूपमा जम्मा 5 लाख विदेशी कामदार लिने मलेसियाले अहिले आएर जब नेपालको हाम्रो यो कदमपछि गएर बङ्गलादेश सरकारसँग सहमति गरौँ, सम्झौता गरौँ, वार्षिक 5 लाखको दरले 15 लाख बङ्गलादेशी कामदार लिने भनेर। जुन मुलुकलाई जम्मा वार्षिक 5 लाख कामदार चाहिन्छ उसले बङ्गलादेशबाट मात्रै 5 लाख वार्षिक लिने भनेपछि अब नेपालीहरूको त अब रोजगार गन्तव्य सक्यो मलेसियामा। उसलाई आवश्यकता पर्ने कामदार अन्तबाट आपूर्ति हुन्छ। यो आन्दोलनमै जाने हो भने यहाँहरूको मुख्य स्पिरिट चाहिँ निःशुल्क भिसा र टिकटको निर्णयलाई पुनर्मार्जन गरेर अघि बढ्नुपर्छ भन्ने हो। अहिले के भनेका छौँ भने फ्री भिसा फ्री टिकटको हामी विरोधी होइनौँ। सरकारले लागू गरेको फ्री भिसा फ्री टिकट जे छ त्यो ठिक छ, सरकारले लागू गरोस्, हामी त्यसलाई स्वीकार्छौँ। तर जहाँ सर्भिस चार्ज 10,000 भन्दा बढी लिन नपाइने प्रति कामदार भन्ने विषय छ, यो विषयमा चाहिँ 10,000 मा अब प्रति कामदार 10,000 सर्भिस चार्ज लिएर चाहिँ अब हामी 22,000 मा कामदार पठाउन असक्षम छौँ। हाम्रो अहिले फोकस भनेको 1 मन्थ सर्भिस चार्जको पोलिसीमा जाउँ। एकजना कामदारले 1 महिनाको तलब बराबरको एजेन्सीलाई चाहिँ के अरे सर्भिस चार्ज दिन्छ, ऊ 22,000 मा जान्छ, हामी पठाउन तयार छौँ। र यसमा हामीले अर्को कन्डिसन के भन्यौँ भने यदि त्यो 1 महिनाको सर्भिस चार्ज पनि हामीलाई विदेशी कम्पनीले दिन्छ भने हामी फ्री अफ कस्टमा कामदार पठाउन तयार छौँ। र त्यसपछि हामी सर्भिस चार्ज मात्र मागिरहेका छैनौँ, त्यो सर्भिस चार्जलाई हामी बेस मानेर हामी नेपाल सरकारलाई ट्याक्स तिर्न तयार छौँ। र हामीले अहिले यो सबै कुरा हेर्दाखेरि हामीले के देख्यौँ भन्दाखेरि वार्षिक रूपमा हाम्रो क्षेत्रबाट जम्मा 8 करोडको हाराहारीमा राज्यले कर पाइरहेको छ भने यो पोलिसीपछि 1 अर्बभन्दा प्लस ट्याक्स पाउने अवस्था हुन्छ सरकारले। तपाईँहरूको उद्देश्य चाहिँ यो प्रहरीको छापा मार्नेलाई आधार बनाएर यो निर्णयलाई उल्ट्याउने भन्ने जस्तो देखिरहेछ, के हो यता? होइन, यो गलत हो। वास्तवमा हामीले चाहिँ हिजो 70,000 80,000 तोक्दा पनि त 2,000 5,000 10,000 लिएर कामदार पठाइरहेको थियौँ नि त। भने अहिलेको यो पोलिसी हाम्रो लागि प्र्याक्टिकल छैन। हामी इन्टरनेसनल्ली मार्केटिङ गर्न जान्छौँ, तपाईँलाई भनौँ एउटा डिमान्ड ल्याउनको लागि हाम्रा व्यवसायहरू दुबई कुवेतका मरौई पनि पुगेका छन् नि, कति खर्च भएको छ। त्यसले यी सबै कस्टहरूलाई जोड्दाखेरि यो 10,000 त हाम्रो ओभरहेड पनि नचल्ने स्थिति। तपाईँको सेवा शुल्क त उतैबाट आउँछ अरे नि त, फ्री टिकट फ्री भिसा। हामी यसमा त क्लियर छौँ नि त, सेवा शुल्क यदि उताबाट कम्पनीले दिन्छ भनेदेखि हामी टिकट पनि आउने, भिसा पनि आउने, सेवा शुल्क पनि आउने, 10,000 धेरै भएन? त्यही त मैले अघि भने नि, जसले हामीलाई फ्री भिसा दियो, जसले टिकट प्रोभाइड गर्यो, जसले सर्भिस चार्ज दियो, हामीले 1,000 5,000 10,000 लिएर पहिल्यै पठाएका छौँ। त्यो 1,000 5,000 भने पनि कामदारहरूको इन्सुरेन्स गरेको बापतको पैसा, कल्याणकारी कोषमा राखेको पैसा, यी पैसाहरू चाहिँ उहाँहरूकै लागि हामीले लिएको मात्रै, हाम्रो लागि त सर्भिस चार्ज तबाट आएछ हामीले लिने कुरै पर्दैन। सर, यसमा 10,000 रुपियाँ त तपाईँहरूको विशुद्ध सेवा शुल्क भयो, त्यसमा कामदारले छुट्टै श्रम गर्दाखेरिको खर्च अथवा ओरिएन्टेसन, मेडिकल, भिजाको चार्ज भन्ने त छुट्टै बेहोर्नु पर्ने भन्ने त व्यवस्था पनि त छ। व्यवस्था छ, होइन? व्यवस्था छ, तर छुट्टै 10,000 पाउँदा पनि पुग्दैन। किन पुग्दैन? कारण के हो त? अहिलेको अवस्थामा हेर्नुहोस्, हामी आफ्नो अफिसहरू छन्, हाम्रा स्टाफहरू छन्, हाम्रो मार्केटिङ कस्ट हुन्छ, त्यो जुन खर्चको एउटा रेसियो आउँछ, वास्तवमा यो 10,000 त हाम्रो ओभरहेड नचल्ने हो। प्रहरीले गरेको कारबाहीप्रति यहाँहरूको असन्तुष्टि किन? प्रहरीले जुन ढङ्गले कारबाही गर्यो नि, यो विषयमै हाम्रो असहमति छ। 22,000 व्यवसाय गर्न हामीले इजाजत प्राप्त हामी कम्पनी हो, नेपाल सरकारले हामीलाई कानुनले तोकेका प्रक्रिया पुरा गरेर इजाजत दिएको छ। त्यसपछि 22,000 को लागि 22,000 विभाग छ र हाम्रो नियमनकारी निकाय भनेको चाहिँ 22,000 विभाग हो। हामीले 22,000 विभागप्रति हामी जवाफदेही हुन्छौँ। हामीले कहीँ त्रुटि गऱ्यौँ, गल्ती गऱ्यौँ, कानुन उल्लङ्घन गऱ्यौँ, गलत गऱ्यौँ भने 22,000 विभागले हामीलाई अनुगमन गर्न सक्छ, 22,000 विभागले हामीलाई चाहिँ बोलाउन सक्छ, हामीलाई चाहिँ कारबाही प्रक्रिया अगाडि बढाउन सक्छ। र यदि यसमा केही प्रहरीको सहयोग चाहियो भने 22,000 विभाग मार्फत प्रहरीको सहयोग लिन सक्छ। व्यवसायीहरूले गरेका क्रियाकलापहरू यथास्थितिमा रहेको अवस्थामा यो नियम आकर्षित होला, तर
प्रहरीको आरोप के छ भने उनीहरूले आपराधिक गतिविधिमा संलग्नता बढाए, जस्तै मानव बेचबिखनमा संलग्नता देखियो, अलपत्र पार्ने कुराहरूमा भयो, ठगीमा भयो भनेपछि यो त सार्वजनिक सरकारको विषय भयो। पहिलो कुरा त वास्तवमा यदि वैदेशिक रोजगारभन्दा बाहिरका कसुरमा यदि पुलिसले पक्रेको हो भने अफिसमा छापामार शैलीले पक्रिने, धरपकड गर्ने, अनि ती व्यवसायलाई लगेर राख्ने, कसैलाई भोलिपल्ट वैदेशिक रोजगार विभाग पठाइदिने, कसैलाई 10 दिनपछि वैदेशिक रोजगार विभाग पठाइदिने। आखिर वैदेशिक रोजगार सम्बन्धी कसुर उसले पायो होला, आशंका गरेर होला न उसले वैदेशिक रोजगार विभाग पठायो। वैदेशिक रोजगारमा हाम्रो ऐनको परिकल्पना के छ भने इन्डिभिजुअल ढङ्गले कसैले पनि वैदेशिक रोजगार कारोबार गर्न पाउँदैन। त्यसमा संलग्न भेट्यो भने इन्डिभिजुअल व्यक्तिहरूलाई चाहिँ उसले सिधै कारबाही गर्न सक्ला, पक्रिन सक्ला। त्यसका ठगीका मुद्दाको प्रकृतिका आधारले उसले जिल्ला प्रशासनमा पेश गर्ला या कहाँ लगला, त उसको क्षेत्राधिकारभित्रको कुरा हो। जुन विषय चाहिँ इजाजत प्राप्त संस्थाहरूको विषय भन्छ त्यो चाहिँ पुलिसले यसरी गरेर चाहिँ कसैलाई धरपकड गर्ने काम गर्न पाउँदैन। यदि कसैले गलत गर्छ, यदि कसैले बेथिती गर्छ भने हामी कारबाही गर्नुपर्छ भन्ने पक्षमा छौँ। 1 करोड 15 लाख 35 लाखसम्म ठगीको उजुरी प्रहरीकोमा छ, यता छ भने कारबाही गर्नुपर्छ। तर कारबाही जुन निकायको अधिकार क्षेत्रभित्र पर्छ त्यसले गर्नुपर्छ भन्ने मात्रै हाम्रो माग हो। फटाइ काम गर्ने व्यवसायीलाई कारबाही गर्न जाँदा इमानदार व्यवसायीहरूले चाहिँ हुलुज्जत गरेर किन चाहिँ बचाउन जाने के? होइन, हामी हुलुज्जत गरेर बचाउन गएका छैनौँ। पहिलो कुरा त हामीले के बुझ्नु पर्यो भने हामीले भनिरहेका छौँ जसको क्षेत्राधिकार भित्र पर्छ उसैले कारबाहीको प्रक्रिया अगाडि बढाओस्। हाम्रो यो मात्रै माग हो। यदि इजाजत पत्रवाला व्यवसायीहरूले पनि गल्ती गरेका छन् भने वैदेशिक रोजगार विभागले कारबाही अगाडि बढाउन सक्छ। त्यसमा पुलिसको सहयोग चाहियो, वैदेशिक रोजगार विभागले लिन पनि सक्छ। खालि पुलिसले ठाडै गरेर ज्यापै पक्रेर ल्याउने प्रक्रियाको हामी विरोधी हौँ। र अर्को विषय, मैले यदि कुरा गरिरहँदाखेरि वैदेशिक रोजगार क्षेत्रमा व्यथिति छैनन्, यहाँ चाहिँ सबै कुरा राम्रो मात्रै छ भन्ने मेरो यस्तो पनि आग्रह होइन। यहाँभित्र समस्याहरू छन्। यो एउटा ह्युमन सेन्टिमेन्टसँग जोडिएको विषय, एउटा व्यक्तिको जीवनसँग जोडिएको विषय, उसका परिवारको जीवनसँग जोडिएको विषय भएकोले यो अलिक बढी सेन्सिटिभ छ। यदि निःशुल्क भिसा र टिकटको विषयमा व्यवसायीहरू त्यसको विपक्षमा होइनन् भने यसलाई सेवा शुल्कमा थोरै वृद्धि गर्नुपर्छ भन्ने यहाँहरूको एउटा धारणा। अर्को चाहिँ यो कार्यान्वयन गर्नुभन्दा अगाडि हामीले कामदार निर्यात गर्ने देशहरूसँग चाहिँ श्रम सम्झौता पहिले गर्नुपर्छ भन्ने यहाँहरूको मुख्य दुईटा धारणा। एकदम हाम्रो यति भइदियो भने हामी यसमा प्रष्ट छौँ। पहिलो कुरा त सरकार आफू केही गर्न नसक्ने, सिनको भाँच्न नसक्ने, अनि सबै दोष जति वैदेशिक रोजगार व्यवसायप्रति देखाएर सरकार उम्किन पाउँदैन। अब हामीले के भनेका छौँ भने सरकारको दायित्व पनि अब स्पष्ट किटान हुनुपर्छ ऐनमा, व्यवसायीको दायित्व पनि किटान हुनुपर्छ, जाने कामदारको दायित्व पनि किटान हुनुपर्छ। यो भएपछि मात्रै वैदेशिक रोजगार चाहिँ व्यवस्थित बन्छ। हाम्रो यो मान्यता हो। वैदेशिक रोजगारको समस्याको समाधान के हुन्छ दुई शब्दमा बोलिदिनु। राज्यले पनि व्यवसायीहरू लगायतका स्टेक होल्डरसँग बसेर ओपन डायलग गर्नु पर्यो र जहाँनिर समस्या छ त्यहाँनिर हिट गरेर त्यो समस्या समाधान गर्नतिर लाग्नु पर्यो। व्यवसायीहरूले पनि जिम्मेवार ढङ्गले वैदेशिक रोजगार व्यवसाय गर्नु पर्यो र जाने कामदारहरूले पनि आफ्ना जे दायित्वहरू छन् ती दायित्वहरू पुरा गर्नु पर्यो। यदि हामी तिनटै सेक्टर चाहिँ आफ्नो जिम्मेवारीप्रति अवेर भएर यदि काम अगाडि बढ्यो भने यो व्यवसाय व्यवस्थित हुन्छ। गलत गर्ने व्यवसायी र सही गर्ने व्यवसायी छुट्टिने बेला भएन, अथवा गलत गर्ने व्यवसायीलाई कारवाही गरेर सही गर्ने व्यवसायी अगाडि बढ्नुपर्ने बेला भएन? अब हामीले भनेका छौँ कानुनले तोकेका विषयहरूभन्दा बाहिर गएर यदि व्यवसायीहरूले पनि अब गर्छन् भने ती व्यवसायीहरूलाई पनि कारवाहीको दायरामा ल्याउँछौँ। हामी सङ्घबाट पनि ल्याउँछौँ। हामी सबै व्यवसायी संस्थाहरू हाम्रो सङ्घको सदस्य छन्। तपाईँ आफै लगेर पुलिसलाई जिम्मा लाउनु होइन, कारवाही गर्ने हाम्रा आन्तरिक तरिका छन्। त्यसमा हामी निलम्बन गर्न सक्छौँ, निष्कासन गर्न सक्छौँ। सङ्घबाट हामीले प्रष्ट भनिसकेका छौँ। अब हामी एउटा निर्णयमा पुग्छौँ। सरकार हामी सबै बसेर एउटा निर्णय पुग्नुपर्छ। त्यो निर्णय भइसकेपछि त्यसको बरखिलाफ कोही जान्छ भने त्यसलाई सङ्घले आन्तरिक कारवाही गर्छ। हाम्रो सङ्घले हामी संस्थाबाट निलम्बन गरिदिन सक्छौँ, हामी निष्कासन गरिदिन सक्छौँ सङ्घबाट, र हामी कारवाही सिफारिस पनि गरिदिन सक्छौँ। तर त्यसको निम्ति पहिले आधार तयार हुनु पर्यो। हामी यो चाहिँ व्यवसायीलाई मात्रै उन्मुक्ति पाउनुपर्छ भन्ने पक्षमा हामी पनि छैनौँ। आज मसँग वैदेशिक रोजगार व्यवसायी सङ्घको सल्लाहकार सरोज कुमार पोखरेल हुनुहुन्थ्यो। उहाँसँग गरिएको संवाद यहाँहरूले हेर्नुभयो। आगामी अङ्कमा म अर्को अतिथिसँग फेरि उपस्थित हुनेछु। धन्यवाद सर। हस्, धन्यवाद। वैदेशिक रोजगार हाम्रो रहर कम र बाध्यता बढी हो। त्यसैले यो क्षेत्रबाट अलगिएर न त नागरिकको चुलो बल्ने अवस्था छ, न त सरकारको अर्थतन्त्र चल्ने। हामीसँग विकल्प नै कम छन् भने सधैँ यो तनाव किन कुनै निकास खोजिँदैन?
किन सधैँ सोझा सिधा नागरिक चेपुवामा पारिन्छन्? अब सरकार र व्यवसायी नागरिकप्रति उत्तरदायी र जिम्मेवार हुने बेला भएन र? हस् त आजको कार्यक्रम यति नै। अर्को हप्ता नयाँ सामग्रीका साथ फेरि भेट्नेछौँ। नमस्कार।